हेलो हेलो साथीहरू, आज चाहिँ हजुरहरूलाई म यस्तो कराई छ मेरो होइन, यस्तोबाट चाहिँ यसरी टलक्क कसरी टल्काउने भनेर म हजुरहरूलाई सिकाउँदैछु। हेर्नु होला, यहाँ चाहिँ मैले दुईटा आफूले खाने तेल हुन्छ नि, त्यो तेलको खोल लिएको छु। अनि त्यसमा मैले भाँडा धुने साबुन अलि मजाले भिजेको थिएन कि त्यो चाहिँ, अनि त्यसमा रगडेर साबुन मजाले लाएर त्यो तेलको खोलमा मजाले रगड्ने है। हेर्नु त कति फोर्ने सिरा छ, रगड्ने यस्तो बल नौरानको बल लाएर 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 यस्तो घोट्नुपर्छ। यो हेर्दा चाहिँ यस्तो छिटो देखेको छु कि, तर एकदम टाइम लाग्छ है, कति टल्काउनलाई यस्तो टाइम लाग्छ। अनि हेर्नु त यो कस्तो टलक्क टल्क है। दुईटा कराई थियो, अरू पनि छ नि त, अरू चाहिँ मैले पहिले माझेर ट्राई गरेको थिएँ, हुन्छ कि हुँदैन भनेर भएको थियो। अनि यसलाई चाहिँ मैले फेरि यसरी नै माझेँ क्या। अनि यसमा त झन् कति धेरै निस्केको बाफरे, हेर्नु त कति चाहिँ फोहोर खाइएको रहेछ त हामीले, कति चाहिँ उयो हुँदैछ। हजुरहरूलाई पनि आफ्नो घरमा सबैको घरमा हुन्छ है यो तेलको खोल त। अनि युज गर्नु होला, एकचोटि ट्राई गर्नु होला के कस्तो हुन्छ, मैले कस्तोबाट कस्तो बनाएँ हेरिदिनु होला।